नमस्कार हजुर। हाम्रो गाउँ स्वर्गछरी सुन्दर गाउँ घाँचकमा होइन, एउटै गरामा यति एउटा गरामा होइन एकदम 25-30 बोरा आलु भयो होइन। कृषक एकदम खुसी हुनुहुन्छ। तिमी हो बाबु कृषक यहाँको? ल बाबु कृषक हो होइन। आज यति यो गराबाट कति आलु उत्पादन भयो बाबु? लगभग 100 100 बोरा। बोरा भयो। यो एउटा गराबाट होइन 100 बोरा आलु उत्पादन भएको छ। हामी एकदम खुसी छौँ कृषकहरू होइन। घाँचकमा बदम पनि त्यस्तै हुन्छ यो ठाउँमा है। तपाईँहरूलाई के कस्तो लाग्छ? यो ठाउँ बदम पनि एकदमै राम्रो हुने ठाउँ हो हाम्रो है। कृषकको ल हेर्नु आलुका बोरा यहीँ हो छन् होइन। हामी एकदम खुसी छौँ। आलु बहुतै राम्रो भइरहेको छ। अर्ग्यानिक आलु भन्दा नि हुन्छ यस्तो ठाउँमा फलेको आलु होइन। आजै भइसक्यो 25-30 बोरा जति आजै बिक्री भइसक्यो यही ठाउँबाट। कृषकहरू एकदम खुसी हुनुहुन्छ आलु उत्पादन भएर है। आलु राम्रो छ नि एकदमै खुसी हुनुहुन्छ नि? हो एकदम राम्रो छ होइन। ल अरू केही भन्नु छ तपाईँलाई? केही भन्नु मन लाग्छ यो उत्पादनपछि खुसीको? अरू केही खुसीको केही कुराहरू यो ठाउँको बारेमा? यो ठाउँको बारेमा बस्नको लागि ठाउँ वहाँ पोखराबाट आएर यहाँ खेती गरेको, तर आलु राम्रो भयो, खुसी लाग्छ। हो ल खुसी लाग्छ। ल सबैले यसरी यहाँ आएर खेती गरिदिन सक्नुहुन्छ होइन। एकदम ठाउँ छ। चाहिँ घाटा चाहिँ हुन्न रहेछ भन्ने लाग्छ। ल एकदम स्वर्गछरी सुन्दर गाउँ होइन। ल सबले सेयर गरिदिनु। ठाउँ खाली छ। कृषि प्रधान देश हो हाम्रो होइन। कृषिलाई पनि अब सपोर्ट गर्नुपर्छ। यदि भन्दै म बिदा हुन्छु होइन। हामी कृषकहरू सब हौसलाले खुसी भएको छ, हौसित छौँ हौसित। ल यदि भन्दै बिदा हुन्छु। बाई बाई। ए पार्वती भाउजू बाबु बाई बाई गरिदियो। बाई बाई। ल सबैले लाइक सेयर गरिदिनु होला भनिदियो। सेयर कमेन्ट गरिदिनु ल ल दाइको लाइक कमेन्ट सेयर गरिदिनु दाइलाई। कृषक एकदम खुसी हुनुहुन्छ। खुसी छु।